भाइरल भएको थियो नि जुन जो विवादित भिडियो थियो हजुर त्यसको बारेमा तपाईले बुझ्नु भयो बुझे त्यो भिडियोको बारेमा यो दर्शकहरूले चाहिँ त्यो एउटा सही कुरा चाहिँ के हो त्यो धेरै विवादमा आएको थियो धेरै 19 दिन त भित्रै बसे त म अझै पनि म तारिकमै छु त्यो त्यसको बारेमा चाहिँ अलिकति यो कस्तो भन्दाखेरि करिब अहिले त 1.5 वर्ष भन्दा नि बढी भइसक्यो हजुर म त्यतिको टुनिबरमै थिएँ वहाँ घरै थिएँ नेपालमा जानु पर्ने सामानको लागि त्यो कसरी भयो त्यो एउटा म चाहिँ जस्तै गाडीमा आउनु पर्ने मसँग बाइक थिएन गाडीमा आउनु पर्ने एकजना साथी अब चिनिया साथी भएर उसले चाहिँ उसको ट्रक हैन ट्रक चलाउने उ चाहिँ बसमा जाने किन यतिको 1500 किन खर्च गर्ने जाउँ ट्रकमै जाम भन्ने भयो त्यहाँबाट ट्रकमै आइयो त्यहाँबाट आइसकेपछि सियाला भन्ने अलि त्यहाँबाट समथिङ 20-30 किलोमिटर अगाडि त्यो राउटे टोलीहरुको बस्ती त्यहाँ बसिरहेको रहेछ बस्ती बसिरहेको तिनीहरु बसाइसराई गर्न लागेको छ त्यहाँदेखि 30-40 किलोमिटर अगाडि तल्लो डुङ्गसर भन्ने ठाउँमा दुईटा ट्रक थिए उनीहरुको सामान ल्याइदिनु पर्ने मान्छेलाई पनि ल्याइदिनु पर्ने र ठिकै छ त भने उनीहरुले पनि कतिमा खै पैसा कतिको डिल त्यो त मलाई थाहा भएन हैन यतिकैमा डिल भएर अब 2.5 घण्टा तिनीहरु त्यहाँ बसे म अलि सर्टकट रूपमा भन्छु है त त्यहाँ बसेपछि हामी आयौं आइसकेपछि 3-4 जना केटीहरु पनि त्यही ट्रकमै आए तिनीहरु पनि त्यही ट्रकमै अनि केटाहरु पनि थिए पछिल्लो ट्रकमा थिए कोही केटाहरु त्यसमा पनि थिए केटीहरु पनि थिइन् अनि एउटा भिडियो बनाउन त भन्ने भयो उसले ड्राइभरले पनि एउटा दाजु यार छन् एउटा भिडियो बनाउन म पनि देखाउन भन्ने साथीहरुको सोच हुन्छ नि त अब अलिकति ल ठिकै छ त भन्ने भयो मैले उनीहरुसँग सोधेँ परमिसन लगे किनकि म प्रायः पब्लिकमा भिडियो बनाउँदैन किनकि कसैको अनुमति बिना भिडियो बनाउन मिल्दैन नि त गैर कानुनी हुन्छ उनीहरुलाई सोधेपछि हुन्छ बनाउनुस् भने अलिकति मेरो त्यहाँ गल्ती कस्तो हो भन्दा मैले टच गर्दिएँ तर मेरो शब्दले चाहिँ डबल मिनिङ लग्यो शब्द चाहिँ त्यो डबल मिनिङमा गएको एउटा हिसाबले हेर्ने भने सही हो अर्को हिसाबले अब नराम्रो हिसाबले हेर्सेपछि त्यो डबल मिनिङमा गयो अहिले अब मैले आफूले आफ्नो गल्ती स्वीकार्छु किनकि टच नगर्नु थियो मैले टच गरिदिएँ त्यही हो त्यहाँभन्दा पछि 1.5 वर्ष करिब मैले भिडियो हालेकै तपाईको आज बेलुका हाले भने पछिल्लो बिहानै मिलियन भ्युज गएको थियो भिडियो हैन त्यो भिडियो त्यही भिडियो अनि पछि अनि मैले त्यो साथीले पनि देखिएको थियो नि त भिडियोमा उलाई पनि सोधेँ कमेन्टमा अलिकति त्यस्तै थियो के अनि उलाई सोधिसकेपछि के असर पर्छ कि नै भनेर नाइ केही फरक पर्दैन मलाई भनेर ठिकै छ भने 1.5 वर्षपछि करिब अहिले खै अब त्यो भिडियो कसरी अब उनीहरुको हातमा पर्यो या को सुराकी लाग्यो त्यो थाहा भएन थाहा नभए पनि ठिकै छ अब जस्तै अब त्यो भिडियो बनाएको 1.5 वर्षपछि 1.5 वर्ष भन्दा नि बढी भइसक्यो अहिले त त्यो तपाईलाई चाहिँ यो के कसले अरूले हाल्यो साइबर क्राइम एउटा संस्थाको थ्रुबाट हाल्ने सुर्खेत कोखैको लेडिज हो भन्न सुनेको अब त्यो नाम खुलाउँदैन उनीहरुले संस्थाको थ्रुबाट आएको केस हो अब बिहानै अब बसिरहेको थिएँ मैले 81 आउनुभयो सरहरु आइसकेपछि यस्तो छ यो भिडियो तपाईले यो यस्तो छ एकचोटि जानु पर्यो हुन्छ ठीक छ किन भाग्ने गलत केही गरिरहेछ हैन भाग्ने किन हो